नमस्ते सेवा हौ यहाँहरु सम्पूर्णलाई मेरो ब्लगमा स्वागत छ। म चाहिँ फेरि अर्को ब्लग लिएर यहाँहरुमा आइसकेको छु है। आज चाहिँ के गर्ने छु भन्ने कुरा चाहिँ यहाँहरुले पुरै मेरो ब्लग हेर्नुपर्ने हुन्छ। ब्लग हेरेर साथ दिनु होला भन्दै आजको मेरो ब्लग सुरु गरे है त। म चाहिँ बिहान उठेर सुँगुर कुखुरा सोरसार सबै गरिसके अनि बिहानको तरकारी पकाउनु पर्यो भनेर बारीतिर गएँ है। अनि साग टिपे अनि यो साग चाहिँ एकदमै मिठो हुन्छ है। हेर्दा यस्तो भयो भने एकदमै नरम अनि एकदमै मिठो हुन्छ है। अनि यहाँनिर टिपे है। अनि यो चाहिँ जति टिप्यो त्यति धेरै हुन्छ है, धेरै फलाउँछ यो साग चाहिँ अनि मिठो पनि हुन्छ। मैले चाहिँ यसरी टिपे है। अनि मैले चाहिँ यहाँनिर चिप्ले भेन्डीहरु पनि फलेको छ हाम्रोमा चाहिँ। अनि चिप्ले भेन्डी पनि टिपे है। अनि त्यसपछि सबै मिसाएर पकायो भने चाहिँ मिठो हुन्छ। यहाँ चाहिँ मैले हाइब्रिड मकै लगाइदिएको छु पोलेर खानुलाई है। एकदमै मिठो हुन्छ हाइब्रिड मकै पनि। अनि त्यही भएर मैले थोरै लगाइदिएको छु यहाँनिर है। अब यता त चिप्ले भेन्डी भइहाल्यो। मैले अघि नै टिपिसकेको छु है। मजाले फुल्दै छ, फल्दै पनि छ है। यसरी मजाले हुँदैछ चिप्ले भेन्डी पनि। हामीले धेरैचोटि खाइसक्यौं है। अनि यता चाहिँ मैले पछुवा चिप्ले भेन्डी लगाइदिएको छु। यसमा चाहिँ मैले चिप्ले भेन्डी मात्रै नभएर यसमा चाहिँ बदामहरु पनि छ है। बीचबीचमा चाहिँ मैले बदामहरु पनि लगाइदिएको छु। अनि यहाँनिर फुल्दै छ है, फल्दै पनि छ। अब त्यो चाहिँ अलिक टाइम पछि चाहिँ मुनि फल्छ है, माटो मुनि। कतिलाई थाहा पनि होला है, कतिलाई चाहिँ थाहा नहुन पनि सक्छ है, मुनि फल्छ माटो मुनि। अनि यहाँनिर चाहिँ आँप फलिरहेको रहेछ। यो चाहिँ फर्स्ट टाइम हो फलेको है। मैले अघि पनि भनिसकेको छु हैन। अनि यो चाहिँ यो घिरौला चाहिँ मैले 3-4 चोटि रोप्दाखेरि बल्ल बल्ल बाँचेको घिरौला हो। यो पनि फल्दैछ मजाले है। अनि यहाँनिर मजाले फल्दैछ, फुल्दै पनि छ है। 3 चोटि रोप्दाखेरि सबै किराले खाइदिएर मरेपछि यो लास्टमा लिएर रोपेको घिरौला हो। यो चाहिँ मजाले भयो है। मैले चाहिँ यस्तो बिसादीहरु केही लाइन है। बिसादीहरु लाएको भए चाहिँ यतिखेर ठुलो झ्याङ भइसक्थ्यो, फलिसक्थ्यो। अनि यहाँनिर चाहिँ यो चाहिँ बल्ल बल्ल बाँचेको हो, मजाले फलिरहेछ है। यहाँनिर मजाले भइरहेछ। यो चाहिँ हो लौका, यो पनि फुल्दैछ है। यो चाहिँ आमाजुले माथिदेखि ल्याउनु भएको थियो। अनि त्यसपछि मैले यहाँनिर रोपेको थिएँ, हुँदैछ। यो चाहिँ हाम्रो मकै हो है। यो हो हाम्रो लिची, यो चाहिँ मैले रोपेको हो है। यहाँनिर अंगुर पनि छ है। यसपालि फुलेको थियो, 2-3टा फलेको थियो। अनि मेरो कान्छा छोराले चाहिँ नछिपिकनै टिपेर खाइछ है। अनि अब अर्को साल चाहिँ यहाँ चाहिँ फर्सीसँगै काँक्रा पनि उम्रिँदैछ है, सानो छ। यो चाहिँ हो पुदिना, तपाईहरुलाई कतिलाई थाहा छ है। यो चाहिँ अचारको रूपमा खाइन्छ है। एकदमै मगमग बास्ना आउँछ। अनि यहाँ चाहिँ रहेको छ मैले रोपेको केरा है, यसरी फलिरहेछ, हेर्नु होला। यो चाहिँ एकदमै मजाले फलिरहेछ है। अझै पनि तलसम्म लागिरहेछ यसको कोसा चाहिँ है। यो चाहिँ सेकेन्ड टाइम हो यो फलेको चाहिँ। यसरी अझै यो मुनि पनि कोसा लागिरहेछ, हेर्नु होला है। अनि यसले चाहिँ भुइँ नै छुइसकेको छ मुनि। र फाइनली साथीहरु मैले चाहिँ सागहरु लिएर घरमा आइसके है। अब चाहिँ केलाउनु पर्ने हुन्छ।
यहाँनिर चाहिँ मैले साग, बोडी अनि यसैमा चिप्ले भेन्डी अनि त्यसपछि खोर्सानीहरू सबै टिपेर लिएको छु। अब चाहिँ मजाले केलाएर है अनि पकाएर चाहिँ खानुपर्ने हुन्छ। हेर्नु होला एकदमै फ्रेस अर्गानिक साग सब्जी। यसमा चाहिँ धेरै आइरन हुन्छ अरे कि यो रातो सागमा चाहिँ। अनि यही सागमा चाहिँ हल्का चिप्ले भेन्डीहरू पनि 1-2टा मिसायो भने चाहिँ एकदमै मिठो हुन्छ। चिप्लो हुन्छ साग अनि त्यही भएर चाहिँ एकदमै मिठो हुन्छ है। त्यसरी पकाएर खाँदा चाहिँ हामी चाहिँ प्रायः त्यसरी नै पकाएर खान्छौँ है लट्टेको साग चाहिँ। अनि फर्सीको साग, लट्टेको साग सबैमा मिसाएर चाहिँ खान्छौँ भनौँ न। त्यसरी टिपिसकेँ है। अनि यहाँनिर खोर्सानी पनि छ पाकेको टिपेर लिएको मैले है। अनि अब चाहिँ यहाँनिर यसरी टिपिसकेँ है। अब चाहिँ मजाले केलाउने छु म। लट्टीको सागमा चाहिँ लसुन मिठो हुने भएकोले मैले लसुन पर्काएँ, अरू केही हालिनँ है। हामीले चाहिँ खानासाना खाइसक्यौँ त्यसपछि यो चाहिँ अगाडि हो, यो चाहिँ सजिवनी हो, यसलाई चाहिँ सजिवनी भन्छ। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो अङ्गुर पनि फलिरहेछ है। अनि यो चाहिँ सबै चराले खाँदो रहेछ है। प्रायः नपाकिकनै चराले चाहिँ सकिसकेको छ। अनि यहाँनिर यस्तो भइरहेछ है। यो चाहिँ सबै चराले खाएको हो है। अनि मासतिर यसरी झुक्कै फलिरहेछ। अनि यो चाहिँ हेर्दा यस्तो भए पनि गुलियो हुन्छ। यो चाहिँ छिप्यो भने चाहिँ छिपेको चाहिँ गुलियो हुन्छ। अनि यस्तै छ। यो चाहिँ मामा ससुराको घरको लिची हो है। म चाहिँ पसल जाँदै थिएँ, पसल निरै पर्छ मामा ससुराको घर चाहिँ। अनि माइजूले बोलाउनु भयो, माइजूले बोलाएर चाहिँ लिची दिनुभयो है। म चाहिँ लिची लिएर आएको। यो चाहिँ मावल्लोको लिची हो साथीहरू है। हामीले चाहिँ खाना खाइसक्यौँ। अनि नानीहरूको स्कुल जाने टाइम पनि भयो है। बस चाहिँ माथि आउँदैन अहिले, माथि नाली बनाउँदैछ, त्यही भएर उनीहरूलाई चाहिँ अलिक तल पुर्याउनु पर्ने हुन्छ है। अनि नानीहरू चाहिँ यसरी खेलिरहेछन् यहाँनिर है। एकदमै चलिरहेछन्, यताउति खेलिरहेछन् है। अनि उनीहरूलाई चढाएर मात्रै म चाहिँ फर्किन्छु है। मैले चाहिँ नानीहरूलाई बसमा चढाएँ अनि फर्किँदैछु है बाटोमा। यो चाहिँ अर्को स्कुल हो अन्नपूर्ण। यता अर्को स्कुलको चाहिँ बस आइरहेछ किनभने अलि सानो छ, हाम्रो नानीहरूको चाहिँ ठुलो छ बस, त्यही भएर घुमाउनु मिल्दैन। नागालाई चाहिँ यहाँनिर बाटोमा बाँधेको रहेछ। यहाँनिर चाहिँ यसरी चाहिँ बाँध्नु हुँदैन। यहाँनिर गाडी आयो भने चाहिँ अलिक समस्या हुन्छ है। कसको हो यो चाहिँ सानो छ। म चाहिँ ठ्याक्कै प्रगति चोकमा आइसकेँ है। अब चाहिँ लगभग घर आइसकेँ भन्दा पनि हुन्छ। यो चाहिँ हाम्रो प्रगति चोक हो है। अनि यहाँनिर मेरो घर चाहिँ अलिकति भित्र जानुपर्छ। यो चाहिँ के हुन्छ मलाई पनि लिगाराम पनि स्ट्यान्डमा आइपुगेछ। कतिको लिगाराम चौधरी मै हो। कहिलेकाहीँ गाउँमा दायाँ बाँकी काम बिगारी पठाउँछु होइन। अहिले चाहिँ म आफ्नो रेलमा बसेर छुट्टीमा आएको उता काठमाडौँबाट, त्यति मात्रै भनेको मैले। ल म चाहिँ फाइनल्ली घर आइपुगेँ। यो चाहिँ हाम्रो आपाले रोप्नु भएको आपाको गार्डन। यहाँनिर चाहिँ फुलहरू के रोप्नु भएको छ है। सबै फुलै फुल छ। यहाँनिर पहिला पुरानो घर थियो। अनि यो अगाडिको घर चाहिँ यहाँ आपा बसिराख्नु भएको घर चाहिँ हाम्रो कान्छा देवरको घर हो है। आपा ससुरा चाहिँ बसिराख्नु भएको छ। अनि म चाहिँ घर आइपुगेँ है। मैले चाहिँ बिहानै एक आरी लुगा भिजाएको थिएँ है। अनि यहाँनिर धुँदैछु नानीहरूको जुत्ता अनि मेरो जुत्ताहरू पनि भिजाएको थिएँ। अनि यहाँनिर धुँदैछु है। अब चाहिँ लुगा धुइसकेर चाहिँ मकै गोड्न जानुपर्ने हुन्छ। मकै चाहिँ हुर्किसकेको छ, झार पनि त्यस्तै छ, हेर्दै गर्नु होला। ल साथीहरू यहाँनिर हेर्नु, झार चाहिँ यस्तो छ। अनि यता चाहिँ मैले खनिसकेको छु है। यहाँनिर
साथीहरू फाइनल्ली हाम्रो मकै पनि सकिम खन्न मैजारा भयो आज। सकियो। वेदर पनि कस्तो राम्रो भयो क्या आज है। लास्टमा दिनभरि घाम लाग्यो। कस्तो राम्रो देखिन्छ गाइस। म लिची चोर्नु चाहिँ फिक्स जान्छु। लिची चोर्नु जाने अरे यता हाम्रो कान्छी जनिता राई। मलाई पक्रिन्छ होला यार के गर्नु। यहाँहरूलाई आजको मेरो ब्लग के कस्तो लाग्यो, मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजलाई यति नै। फेरि अर्को ब्लग लिएर यहाँहरूमा आउने बाचा गर्दै आजलाई बाई बाई।